हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। अब म धेरै 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 लामो समयपछि भिडियो बनाउँदैछु। अब चाहिँ म गएको हिँड्न लाग्यो। मेरो गेटअप चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। क्या लाज लागिरहेको। यहाँ चाहिँ मेरो क्रस फायर छ, क्रस फायर पुरा। तपाईँहरू तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ मेरो यो क्रस फायर। मेरो क्रस फायर यही हो। अब यसमा चढेर म चाहिँ अब पुरा गएको जानुपर्ने हुन्छ, ढिलो भइसक्यो होइन। अब चाहिँ अब चाहिँ हामी हिँडेको मेरो क्रस फायर लिएर पुरा सुपर बाइक 600 त्यो हन्तेको राजकुमारले त्यस्तै जस्तो कति 650 सीसीको बाइक, सुपर बाइक पुरा। त्यस्तै हो मेरो पनि। यहाँ चाहिँ एकदम ध्यान दिएर हिँड्नु पर्ने हुन्छ, एकजनालाई ठोकेपछि त गइयो। 15 मिनटमा गएको पुग्नु पर्ने हुन्छ। म चाहिँ अब पानी पर्न लागिरहेको छ, बोल्न पनि आउन्न, लाज लागिरहेको छ। कंट्रोल कंट्रोल पागल सम्झिन्छन् होला क्या एक्लै एक्लै बोल्दै हिँड्दा त यसरी। भिडियो भयो कि भएन यार, त्यही तनाव छ, हेर्न पर्यो रोजेर। अब रहेछ यसो माया देखाइदिनु पर्यो, सबैले सपोर्ट गरिदिनु होला मलाई। मैले 2 वर्ष पहिला त बनाउँथेँ कलेज जाँदाखेरि, साथीहरूसँग, साथीहरू पनि त्यस्तै थिए। आजकल त बनाउन धेरै 2 वर्ष नै भयो छोडेको। अल्लाहले अल्लाहले साथी हुँदाखेरि कलेजमा, अहिले त एक्लै तनाव छ, तनाव। 15 मिनटमा गएको पुग्नु पर्ने हुन्छ कि हामी चाहिँ गएको। साथीहरूको भइदिएको भए अब यस्तो घुम्न जाने ट्र्याक हुन्थ्यो। मलाई एक्लै छु, कोही चिने छैन। गएको माने नेपाली छैनन्, नेपाली त छन्, केटा छैनन् क्या। काममा झन् सबै भियतनामीहरू छन्। आफू त लाटाले केरा हेरे जस्तो हेर्नै बस्ने हो। भाषा नि आउन्न। चिसो हावा चलिरहेको छ, पानी आउँछ हाम्रो सबै। अब यहाँ चाहिँ ध्यानपूर्वक चलाउनु पर्ने हुन्छ। यहाँ एकजनालाई ठोकेपछि त अस्ति गाडीले ठोकेर भन्न गइएन। यो भिडियो बनाउन पाइन्छ कि पाइन थाहा छैन, त्यही बनाउँदै हिँडिराख्नु। पाइन्न भने त तनाव हुन्छ नि त यार। भ्यू चाहिँ राम्रो देखेँ होइन है, जति देखिन पर्ने हो उति देखेको छैन। किनकि मेरो त्यो मोबाइल होल्डर नै त्यस्तै सानो खालको छ। मोबाइल होल्डरको स्ट्यान्ड अग्लो रहन्छ क्या, हेर्दा त अग्लो देखाएको थियो, त्यही पनि अरूले मगाइदिएछन्, पैसा नि तिरेको छैन यसको। यहाँ चाहिँ ट्रेन स्टेसन छ, जापानिजहरूलाई पानीको छिटा परिसक्यो यार। अब चाहिँ हामी यो खोलै खोल, यतापट्टि खोला है यहाँ।
भर्खरदेखि अहिले तल गएपछि देखिन्छ त्यो खोलै खोल जानुपर्ने हुन्छ पानी परिसक्यो पानी नपर्दै हुन्थ्यो वहाँ पुग्ने बेलासम्म अहिले मार्छ क्या यार खैर केही छैन होइन त खैर केही छैन जापानमा नि परेवा पाइदो रहेछ यार परेवा अन्त पुरै मोबाइल पुरै हल्लियो होला नि हिजो अस्तिदेखि म यताबाट जान्थेँ आज चाहिँ यता हिजो अस्ति म यताबाट जान्थेँ आज यताबाट सट्ट गरिदिन्छ ए उताबाट उता खोलिसक्यो है रोकिनु पर्यो नि त एकछिन के भन्छ भन्छ बुझ्दै बुझ्ने यार खोल्यो खोल्यो अब चाहिँ हामी हेर्नुपर्छ कि टाढो टाढो नत्र पानीले मार्छ कता मोबाइल खस्ने हो कि भन्ने पिर छ यार पुरा हल्लिरह क्यामराम्यान कास्टिङ कास्टिङ पोडकास्ट ओहो बाले झ्याप्पै बेरेको हान्छ नत्र नि उड्ने रहेछन् मलाई जापानको बस्ने कहाँ राम्रो हुन्छ यार पुरा मजा भित्र धेरै सिट्ने हुँदैन नेपालमा जस्तो पुरा ट्याक्क बुढाबुढीलाई एक ठाउँमा पुरा त्यो पैसा तिर्नु नपर्ने पैसा तिर्न त पर्ने तर त्यो के नाम आएन त्यो कार्ड टच गर्ने सकियो कुनै त फ्री पनि हुँदो रहेछ कुनै ओ सरी तलबाट जानु पर्ला तलबाट घुम्ती दिनु पर्छ के जापानमा त लगभग धेरै जस्तो सब साइकलमा हिँड्छन् साइकलमा र ट्रेनमा फुलहरू कति राम्रो भइन्छ नेपालमा पुरा टिकटक बनाएको फुल्दै फुल्दैन है अपने सबले चिया पिसक्यो ग्रीन लाइट बोल्नु पनि रमाइलो हुन्न
पानी परिरहेको छ थोरथोरा। के हो यार, अलिक लामो रोक्यो त। बल्ल खुल्यो। यहाँ त खुल्यो, अब पारी गएर के हाल्छ। अब यहाँ रोकिने होला अब एकछिन फेरि। ट्रेन हिँडेको पर देखियो होइन होला। अन्त गाडी नि पुरा खतरा खतरा हुन्छ नि यार। पानी पर्यो यार, छ्या। पानीले मार्ने भयो। मोबाइल भित्र क्या हो, छिटो खुल्दिन यार। खोल्दैछ। अलि तल गएर अफ गर्नु पर्ला। अब कुन बाटो हो, दुईतिरै बाटो। यहाँ चाहिँ हामी एकदम रास्ता लाउनु पर्ने हुन्छ। पानीले मार्छ नत्र भने। बाइक त्यो घेरै जान्छ के। खाने खाने यार, पानी यो मेरो फोन के अरे पानीको वाटर प्रुफ हो कि न यार, थाहा छैन। भिजाउने खत्तम हुन्छ। अहिले लाइट बल्दै हिँडेको छ। 고객 차이가 오. 그 같으니 취지가 샤인旅行. 라이트 이거 바르네. 이것도 나무 같죠. 거리거리 한번 봐서. लास्टमा त्यो के अरे माइक नै नआयो अरे त मलाई त्यो त्यसमा गलामा हुनु आएको। कहाँ त्यो खोलै खोला भनेको यही हो। देखियो होइन यार, अझै देखिन। यहाँ पनि गएको रहेछ, गएको यो साइड सेतो फुलतिरको। गएको पनि खतरा टिभीबाट पढाइन्छ नि मजा आउने। रिसाउनु खतराबाट एकैछिन खेलाइदिने, एकैछिन कहाँ लैजाने, एकैछिन पढाइदिने, खतरा भइहाल्छ त्यस्तो। पढ्नु नि रमाइलो लाग्छ नेपालमा जस्तो फोहोर लाउन। स्कुलमै खाना दिने पुरा खतरा। बन्द गरिदिउँ क्या, गरिदिन्छु।